नमस्कार नमस्कार यस्तो छ सबै हामी गाउँ डुलिरहेको छौँ काम लागिरहेको छ बिहान चाहिँ पानी परेर एकदम कालो निलो चट्याङ परेर कस्तो भइरहेको थियो हैन अनि जाडो पनि एकदम मस्तै जाडो थियो अहिले चाहिँ अब दिनहरु पनि राम्रो भएको छ यस्तो छ है ल गाइजहरु अब हामी लगभग भोलि अथवा पर्सि चाहिँ घर फर्किन्छौँ होला अनि हजुरहरुलाई म मेरो टिकटकमा के कुरा गर्छु भनेर चाहिँ देखाउँदै जानेछु हजुरहरुले माया गर्दिनु होला ल है त गाइज अब अलि नयाँ ठाउँमा कतै पुगे भने चाहिँ हजुरहरुलाई पक्कै पनि देखाउने फेरि आफ्नै दुनिया छ कति राम्री देखिएको हाई गर्देऊ न त म एउटा फोटो खिचिदिन्छु ल भ्लग रे 200 किलो न हौ छिटो मलाई नि मन पर्यो यार यो ए भ्लग त फोटो लिएर जाऊ हैन कस्तो राम्रो कति शीतल के तर यही आन्टीहरु पनि छक्क पर्ने कि यो युज धान सुक्यो रातले फकान्छ काफले जानु कि नजानु धान सुक्यो रातले फकान्छ काफले जानु कि नजानु त्यही राम्रो ठाउँ छ यहाँ आऊ आऊ एक बोरा लिन छँदै छैन झरेसरी पानीले हुन्छ उ यहाँ छ त एक दुईवटा हिँड न जुम टिप्नलाई त्यो पत्तै छैन के त्यो पानीले ढोस्टा बनाइसक्यो गाइस यतिखेर चाहिँ हामी गुराँस टिप्न आएको छौं हेर्नु उ त्यो बहिनी चाहिँ गाछे उ त्यहाँ गुराँस छ त्यही गुराँस टिप्न भनेर गाछे इनले सक्छिन् कि सक्दिनन् भन्ने कुरा थाहा भएन अब केराबारीमा गुराँस टिप्नु गएर हुन्छ त्यहाँ छ गुराँस छ न देख्न त्यहाँ छ के छ स्थिति लौ तिमीलाई फुल गुराँसको सट्टा के को फुल हो यो सक्छ गुये फुल चाहिँ नभन है मायाले दिएको ओ बहिनी लड्ला है लड्ला यहाँबाट सक्छ टिप्न सक्छ सक्दैन के सर टिप्न तिमीले खा गुलियो वाला भइदे पो मुकेशले गुराँस टिप्न थाले बिचारा मुकेशै हराउनु भयो ल हेर्नु देखिरहेछ नि यहाँबाट ए टिपे टिपे मुकेशले गुराँस टिपे ए लडिन्छ है वाउ मुकेश धेरै माथि नजानु है गुराँस भेट्ट एक्साइटेड मुकेश ताली पड्काउने मान्छे ल एकछिन एउटा इन्टरभ्यु म ए ल सानो एउटा इन्टरभ्यु लिन चाहे हाम्रो हिरोसँग आज हजुरले सक्सेसफुल्ली नेपालमा फर्स्ट टाइम गुलाबको फुल टिप्नु भएकोमा कस्तो लागिरहेको छ ए गुरा एकछिन न अब के भन्नु र हिरोहरूको सानै बेग्लै हुन्छ होइन इन्टरभ्यु लिनु पर्यो भनेको त कता पुग्नु भयो फुल त सुकेछ नि भन्नेमा डायलगमा टिकटक बनाऊँ ल ए दाजु फुल त ओइलाइ छ त यहाँबाट जाउँ न हौ कत्रो त्यहाँबाट गएको यहाँबाट पनि जाँदा हुन्छ के गुराँसै फुल्यो कोयली मान्छे चाहिँ लड्यो नि बाल हो भन्दै यो फोन पक्रिनु होला र मलाई पनि तान्नु होला त यहाँ त पक्रेर भ्याउँछ कि कान्छी आउलो फेरि पल्टेर जाँदा ओइ